विमल यार, मलाई नयाँ नयाँ कुराहरू सिक्न मन लाग्छ, नयाँ नयाँ स्किलहरू गेन गर्न मन लाग्छ। तर के गर्ने, पैसा छैन। महँगो फी तिरेर कोर्सहरू किनौँ भने पनि त्यत्रो पैसा मलाई कसले दिन्छ? तँसँग केही आइडिया छैन भन् त, के गर्न सकिन्छ? मलाई एक दुईवटा आइडिया देऊ त, कसरी चाहिँ मैले फ्रीमा आफूले चाहेको स्किलहरू सिक्न सक्छु भन् त यार। म आइडिया देऊ त के। म छैन, किन चिन्ता गर्छस्? म दिइहाल्छु नि आइडिया। हजुरहरूले पनि आइडिया चाहियो हो, कसरी चाहिँ आफूले चाहेको नयाँ नयाँ स्किलहरू फ्रीमा सिक्न सकिन्छ। बिना पैसा तिरेर त्यो कोर्स लिएपछि सिकिसकेपछि सर्टिफिकेट पनि पाइन्छ। हजुरहरूले पनि आइडिया चाहियो? ल, यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु है। Hi, my name is Vimal BK. Today in this video I am going to tell you 5 to 6 ways to learn anything free. You don't have to pay a single rupee. You can learn anything you want free. So watch this video till the end. In last I will give you one bonus tips to learn. So without any delay, let's get started. So मेरो लिस्ट को फर्स्ट मा चाहिँ छ YouTube. I think YouTube is the biggest university in the world right now. So हामीले चाहिँ YouTube देखि लगभग हरेक टपिक जुन टपिक चाहिँ को बारेमा जान्न मन लाग्छ, सिक्न मन लाग्छ, बुझ्न मन लाग्छ, त्यो चाहिँ सिम्पली युट्युब देखि चाहिँ सिक्न सक्छौं के। र मानव मलाई चाहिँ पाइथन सिक्न मन लाग्यो रे, सिम्पली म चाहिँ युट्युब सर्च बारमा जान्छु, पाइथन फुल कोर्स। अहिले नेपालमा चाहिँ सायद त्यति छैन होला पाइथन सिक्ने। सो म चाहिँ हिन्दीदेखि पढ्न मलाई मन लाग्यो रे। पाइथन फुल कोर्स इन हिन्दी, सिम्पली सर्च बारमा जान्छु, सर्च गर्छु, यही देख्न सक्नुहुन्छ पाइथन। अनलिमिटेड रिसोर्सेस छन् के युट्युबमा चाहिँ, देख्न सक्नुहुन्छ। पाइथन ल्याङ्ग्वेज फुल कोर्स, यो श्रद्धा खाफ्रा भन्नेले भनाहा, अनि यो कोड इत्यादि, यो चाहन्छु नि कोर्स हैन फेरि, यो चाहिँ यिनीहरू चाहिँ एकदम एक्सपिरियन्स वाला मान्छेहरू हुन् के, देख्न सक्नुहुन्छ। मलाई चाहिँ मानव कोड विथ ह्यारीको चाहिँ सिक्न मन लाग्यो रे, सिम्पली क्लिक गर्छु अनि स्टार्ट। यो कोर्सको चाहिँ कतिको रेलेभेन्ट छ भनेर हेर्नको लागि चाहिँ सिम्पली हजुरहरु चाहिँ कमेन्ट बक्समा जाने अनि त्यसपछि हेर्न सकिन्छ कस्तो रिभ्यु दिएछन्, कस्तो कमेन्ट आहा। देख्न सक्नुहुन्छ एउटा लेखेको छ, भाइ इतना अच्छा कोर्स आप फ्री में दिए, यू प्रूव दैट एजुकेशन इज अ सर्भिस नट अ बिजनेस। देख्न सक्नुहुन्छ यस्तो कोर्सहरु चाहिँ फ्रीमा एक्सेस गर्न सकिन्छ कि सिम्पली युट्युब देखि। Harry bhai, you are the reason I am not giving up on programming. Thank you so much. You are the big brother we all desire. देख्न सक्नुहुन्छ। तर युट्युबमा सिक्नको लागि चाहिँ हजुरहरूले चाहिँ अलिकति त्यो सोर्स चाहिँ मानव न को मान्छेले सिकाइराछ भन्ने चाहिँ एकदम ख्याल गर्नुपर्छ के कतिको एक्सपिरियन्स वाला। अहिले चाहिँ जो मान्छेले पनि सिम्पली कोर्स बनाएर भ्युज अनि त्यसपछि वाच टाइम बढाउनको लागि सिम्पली बनाइदिन्छ के। अनि युट्युबमै पनि एउटा मानव तपाईहरुलाई चाहिँ बिजनेस एन्टरप्रेन्योरशिपमा चाहिँ इन्ट्रेस्ट छ भने चाहिँ एउटा वाइ कम्बिनेटर भन्ने छ के। यहाँ चाहिँ स्टार्टअप अनि त्यसपछि बिजनेसको बारेमा चाहिँ सम्पूर्ण नलेज चाहिँ यही त्यो गर्छ के। प्लेलिस्टमा जान्छु अनि त्यसपछि म यहाँ देख्न सक्नुहुन्छ
स्टार्टअप कसरी स्टार्ट गर्ने, बिजनेस कसरी स्टार्ट गर्ने, आफ्नो को फाउन्डर कसरी खोज्ने, सम्पूर्ण नलेज चाहिँ यसले देखो यहाँ छ। यहाँ त्यो गर्न सकिन्छ कि हाउ टु स्टार्टअप 2002 पिटर थियलले दिएको छ। त्यसमा हाउ टु बिल्ड द फ्युचर। सिम्पली हामीलाई चाहियो भनेको एउटा क्युरियस माइन्ड, इन्टरनेट कनेक्सन एन्ड देन त्यसपछि स्मार्टफोन। त्यसपछि त we can learn anything just simply with our one tap. सो मेरो लिस्टको सेकेन्ड नम्बरमा चाहिँ छ कोर्सेरा। सिम्पली जाने, गुगलमा जाने अनि त्यसपछि कोर्सेरा भनेर सर्च गर्ने। सर्च गरे अनि त्यसपछि यहाँ छ कोर्सेरामा एकाउन्टहरू बनाउने, आफ्नो इमेल आइडी लगइन गरेर त्यो त आउँछ सबैलाई। त्यसपछि मैले पहिले गरिसकेको छु, त्यही भएर अनि यो इन्टरफेस देख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ माथि टपमा छ यहाँ सर्च बार। यहाँ सर्च बारमा जाने अनि आफूलाई के सिक्न मन लाग्यो, मानव मलाई डिजिटल मार्केटिङ र इ कमर्सको सिक्न मन लाग्यो अरे, किनभने डिजिटल मार्केटिङ र इ कमर्स चाहिँ एकअर्कासँग इन्टर रिलेटेड छन् नि त। त्यही भएर अनि मलाई रिसेन्टली भ्यू गरिसकेको छु मैले। सो गुगलले चाहिँ डिजिटल मार्केटिङ र इ कमर्समा चाहिँ कोर्स बनाएको छ। सिम्पली जान्छु गुगल डिजिटल मार्केटिङ एन्ड इ कमर्स देख्न सक्नुहुन्छ। सिम्पली ट्याप गर्ने अनि त्यसपछि यहाँ खुल्छ। अनि यहाँ तल जाने, यहाँ हजुरलाई चाहिँ एउटा ट्रिक सिकाइदिन्छु कि मैले चाहिँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ के भने चाहिँ स्टार्ट फ्री ट्रायल। यसलाई क्लिक गरौँ है, यसलाई क्लिक गरौँ। यहाँ चाहिँ पैसा तिरेर चाहिँ पैसा तिर्ने अनि त्यसपछि बल्ल एक्सेस गर्न पाइन्छ फुल कोर्स। तर म हजुरलाई एउटा ट्रिक दिन्छु। यहाँ सिम्पली तल स्क्रोल गर्ने, तल 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 जाने। हामीले चाहिँ के गर्ने भन्दाखेरि चाहिँ एक एक गरी चाहिँ कोर्सहरू सिक्ने के। सिम्पली कोर्स एरामा चाहिँ के छ भन्दाखेरि कोर्स चाहिँ सम्पूर्ण कोर्स मटेरियलहरू चाहिँ एक्सेस गर्न पाइन्छ। तर यसको अलिकति डिसएडभान्टेज चाहिँ के छ भन्दाखेरि सर्टिफिकेट चाहिँ यसले दिन्न। सर्टिफिकेटको लागि चाहिँ छुट्टै पैसा तिर्नुपर्छ। पैसा तिरेर पढेपछि बल्ल सर्टिफिकेट पाइन्छ, पढ्न मात्रै चाहिँ पैसा लाग्दैन। सो तल आउने अनि त्यसपछि यहाँ देख्नुहुन्छ कोर्सहरू। कोर्स 1 मा छ फाउन्डेसन अफ डिजिटल मार्केटिङ एन्ड इ कमर्स। त्यसपछि छ अट्र्याक्ट एन्ड इङ्गेज कस्टमर विथ डिजिटल मार्केटिङ। अनि त्यसपछि कतिवटा रहेछ 5, 6, 7वटा कोर्स रहेछ। हामीले चाहिँ के गर्ने त भन्दाखेरि सिम्पली फर्स्ट कोर्सदेखि सुरु गर्ने। यसलाई क्लिक गर्ने अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ स्टार्ट फ्री ट्रायल भनेपछि यसमा क्लिक गर्ने। अनि त्यसपछि यहाँ हुन्छ कि यहाँ छ कि सस्पेन्स। हेर्नु सिम्पली अलिकति तल स्क्रोल गरेपछि चाहिँ यहाँ चाहिँ अडिट द कोर्स भनेर देख्नुभयो होला तपाईँहरूले सबले। अडिट द कोर्स भनेको चाहिँ यो कोर्स चाहिँ एक्सेस गर्न पाउँछौँ हामीले, तर सर्टिफिकेट चाहिँ पाउँदैन। सिम्पली यो सानो हरियो ब्लू त्यो छ नि अडिटमा क्लिक गर्ने। सिम्पली अडिटमा क्लिक गऱ्यौँ। अब त्यसपछि सम्पूर्ण कोर्स मटेरियलहरू चाहिँ एक्सेस गर्न पाइन्छ। कमिटमेन्ट, माई कमिटमेन्ट, स्टार्ट द कोर्स। अब मैले चाहिँ सम्पूर्ण कोर्स मटेरियलहरू चाहिँ एक्सेस गर्न पाउँछु। स्टार्ट भइसक्यो। अनि त्यसपछि स्टार्ट गर्न सक्ने। सम्पूर्ण यही चाहिँ सब अल टोटली इन्ट्रोडक्सन टु कोर्स 1 फर्स्टमा यो इन्ट्रोडक्सन। त्यसपछि देख्न सक्नुहुन्छ सबै मटेरियल चाहिँ हामीले
फेरिमा चाहिँ एक्सेस गर्नु यो ताला लाग्छ नि लक लागेको चाहिँ यो चाहिँ पैसा नतिरे भएर अरू चाहिँ देख्न सक्नुहुन्छ है। मोडुल 1 मोडुल 2 मा जाउँ है। सब देखाइदिन्छु म हजुरहरूलाई सबै। कतै लक लाग्यो देख्नु भएर सिम्पली एउटा ट्याब गरेर हेरौँ है। एडभान्टेज एन्ड च्यालेन्जेस अफ डिजिटल मार्केटिङ। यो चाहिँ रिडिङ भयो, भिडियो चाहिँ यहाँ चाहिँ यसरी चाहिँ हो गाइज कोर्स चाहिँ एक्सेस गर्ने। यो कोर्स सकेपछि चाहिँ हजुरहरूले चाहिँ यो कोर्स सकेपछि अर्को सेक्सन पनि हजुरहरूले चाहिँ यस्तै गरेर अडिट गर्ने। यो त अडिट भइसक्यो हैन। त्यसपछि अब अर्को पनि अडिट गरौँ है। वेयर इज कोर्सेसमा जाने अनि त्यसपछि कोर्स 2 एक्सेस गर्नु पर्यो भने चाहिँ सिम्पली ट्याब गर्ने। त्यो फर्स्ट कोर्स सक्यो भने अर्को कोर्समा जम्प गर्नलाई स्टार्ट फ्री ट्रायलमा क्लिक गर्ने अनि त्यसपछि सिम्पली हल्का तल स्क्रोल गर्ने अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अडिट कोर्स। अडिट कोर्स गरिसकेपछि चाहिँ सबै एक्सेस गर्न सकिन्छ। कोर्स एरापछि थर्डमा चाहिँ छ हाम्रो एलिसन भन्ने फ्री ई लर्निङ प्लेटफर्म। स्पेलिङ चाहिँ ALISON। एजुकेसन कम्पनी फर्स्टमा क्लिक गरौँ है। फर्स्ट लिङ्कमा क्लिक गर्ने। यसमा चाहिँ यो पनि सेम कोर्स एरा जस्तै हो तर यहाँ चाहिँ फ्रीमा हो। यहाँ चाहिँ केही पैसाहरू केही तिर्नु पर्दैन। यसमा चाहिँ सिकिसकेपछि पछि चाहिँ यसमा चाहिँ सर्टिफिकेट पाइन्छ। सिम्पली सर्च बारमा जाने अनि त्यसपछि आफूलाई के सिक्न मन लाग्यो व्हाट डु यु वान्ट टु लर्न। त्यसपछि मानव मलाई सिक्न मन लाग्यो डिजिटल मार्केटिङ नै भनौँ किनभने यो अहिले मोस्ट ट्रेन्डिङ स्किल भनौँ। अब देख्न सक्नुहुन्छ कुन आफ्नो रिक्वायरमेन्ट के हो त्यो अनुसार सिक्ने। टाइम पिरियड यहाँ देख्न सक्नुहुन्छ 3 देखि 4 घण्टामा बेसिक कन्सेप्ट अफ डिजिटल मार्केटिङ 3 देखि 4 घण्टामा सिक्न सक्नुहुन्छ। यो चाहिँ इन्टरमिडिएट 2 देखि 3 घण्टामा, पछि 4 देखि 5 घण्टामा। कुन अब आफूलाई कुन राम्रो लाग्छ त्यो चुज गरेर चाहिँ सिक्ने। यहाँ चाहिँ माथि सर्टिफिकेट देख्न सक्नुहुन्छ। सर्टिफिकेट लेखेको मानव मलाई डिजिटल एडभर्टाइजिङ एन्ड मार्केटिङ सिक्न मन लाग्यो। सिम्पली जाने 4 देखि 5 घण्टा एभरेज। यहाँ स्टार्ट लर्निङमा क्लिक गरेँ मैले। स्टार्ट लर्निङमा क्लिक गरेँ। मेरो कोर्स मटेरियलहरू एक्सेस भइसक्यो। Congrats, you have started a new course. Let's go next. Introduction to digital marketing. अब सुरु भइसक्यो कोर्स। सो एडिसन चाहिँ यसरी हो। सो लिस्टको थर्ड नम्बरमा चाहिँ छ हाम्रो खान एकाडेमी। सिम्पली गुगलमा जाने अनि त्यसपछि खान एकाडेमी भनेर सर्च गर्ने। आयो फर्स्ट लिङ्कमा क्लिक गर्ने। देन त्यसपछि मैले एकाउन्ट खोलिसकेको छु। सो हजुरहरूले चाहिँ आफ्नो इमेल आइडीहरू सम्पूर्ण त्यो गरेर एकाउन्ट खोल्नु होला। अनि त्यसपछि यो इन्टरफेस देख्न सक्नुहुन्छ। अनि त्यसपछि खान एकाडेमी भनेको चाहिँ यो चाहिँ नन प्रफिट अर्गनाइजेसन हो कि यहाँ चाहिँ हजुरहरूलाई जे कोर्स पढ्यो भने
केही पैसा तिर्नु पर्दैन। यहाँ चाहिँ के कोर्स सिक्न सक्नुहुन्छ त भन्दाखेरि साइन्स, टेक, म्याथ, यस्तै यस्तै कोर्सहरू सिक्न सक्नुहुन्छ। सिम्पली सर्च बारमा जाने अनि त्यसपछि मलाई म्याथमेटिक्स सिक्न मन लाग्यो, म्याथमेटिक्सको बारेमा जान्न मन लाग्यो, सिक्न मन लाग्यो भने हामी म्याथमेटिक्स गरेर सर्च बारमा गर्ने अनि त्यसपछि म्याथमेटिक्समा के सिक्न मन लागेछ? म्याथमेटिक्समा अल्जेब्रा छ, प्रोबेबिलिटी, म्याथमेटिक्स मलाई अल्जेब्राको बारेमा पढ्न मन लाग्यो। अल्जेब्रामा क्लिक गरेँ। यो चाहिँ डकुमेन्टवाला हुन्छ कि यो चाहिँ युनिट 1। यो चाहिँ भिडियो भन्दा चाहिँ बढी यसमा चाहिँ बढी टेक्स्ट डकुमेन्ट टाइपमा हुन्छ क्या। भिडियो खासै यसमा मैले देखेको छैन। युनिट 1 देखि सुरु गर्ने 1 भेरिएबल स्ट्याटिस्टिक्स भिडियो पनि हुन्छ हुनलाई, तर यसमा त्यति मैले युज गर्ने भने कोर्स एरा र एलिसन हो। खान एकाडेमी पनि राम्रो छ। म्याथमेटिक्स नभएर मलाई भनौँ पाइथन सिक्न मन लाग्यो। पाइथन सर्च बारमा जाने, पाइथन क्लिक गर्ने। Introduction to Computer Science, Python, the programming. Introduction to Computer Science, Python. देख्न सक्नुहुन्छ पाइथन स्टार्ट भइसक्यो। खान एकाडेमीमा चाहिँ कोर्सहरू पढ्ने चाहिँ यसरी हो। सो हाम्रो लिस्टको 4th नम्बरमा चाहिँ छ एडएक्स। सिम्पली गुगल ओपन गर्ने अनि सर्च बारमा जाने एडी अनि त्यसपछि एक्स इन्टर गर्ने। एडीएक्स लेखेर इन्टर गर्ने। अनि त्यसपछि फर्स्ट लिङ्क क्लिक गर्ने, बिल्ड न्यू स्किल एडभान्स योर करियर। त्यसपछि यसमा क्लिक गर्ने फर्स्ट लिङ्कमा। त्यसपछि देख्न सक्नुहुन्छ यो पनि सेम कोर्स एरा जस्तै हो। यो चाहिँ सर्टिफिकेटको लागि चाहिँ पैसा लाग्छ, बट कोर्स मटेरियलहरू चाहिँ फ्रीमा चाहिँ एक्सेस गर्न पाइन्छ। मानौँ मलाई कम्प्युटर साइन्स ट्रेन्डिङमा के भइरहेछ, डेटा साइन्स एआईको बारेमा सिक्न मन लाग्यो रे। एआई इन्टर गरेँ। यो चाहिँ बेसिकल्ली हार्वर्ड युनिभर्सिटीको चाहिँ यो लर्निङ प्लेटफर्म हो कि। सिम्पली कम्प्युटर साइन्स फर आर्टिफिसियल इन्टेलिजेन्स हार्वर्ड युनिभर्सिटीले यो चाहिँ कोर्स लिएको रहेछ। यसमा क्लिक गर्नु है। फर्स्टमा क्लिक गरेँ अनि त्यसपछि तल गए। Introduction to Python.
आर्टिफिसियल इन्टेलिजेन्स विथ पाइथन यसमा क्लिक गरेँ अनि त्यसपछि भ्यू कोर्समा क्लिक गरेँ अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ अडिट कोर्स अघि कोर्सेरामा जस्तो थियो यहाँ पनि त्यस्तै छ के गर्ने यसमा सिम्पली अडिट कोर्समा क्लिक गर्ने अब कोर्स मटेरियलहरु हजुरहरुले इजिली एक्सेस गर्न सक्नुहुन्छ एउटा छ दुईटा अप्सन छ यहाँ अर्न अ सर्टिफिकेट $299 तिरेर सर्टिफिकेट लिएर पढ्ने कि फ्रीमा एक्सेस दिस कोर्स गेट एक्सेस टु द कोर्स मटेरियल इन्क्लुडिङ भिडियोज एन्ड रिडिङ फ्रीमा छ अब हामी पैसा नभएको मान्छेले कहाँ यत्रो $299 कति हुन्छ $299 को लगभग 20,000 मेबी त्यसपछि यहाँ जाने फ्री ऑप्शन वाला हम गरीब लोग हैं भाई हम इतना अफोर्ड नहीं कर सकते हमें रहम करो भन्ने अनि त्यसपछि यहाँ कन्टिन्युमा क्लिक गर्ने है त कन्टिन्युमा क्लिक गर्ने ल हाम्रो कोर्स के भइसक्यो स्टार्ट भइसक्यो इन्ट्रोडक्सन टु आर्टिफिसियल इन्टेलिजेन्स विथ पाइथन गाइज यो कोर्स बनाउने मान्छेले के भन्ने होला भन्दाखेरि कहाँ से आते इतने गरीब लोग सारा हामी त्यसपछि के गर्ने स्टार्ट कोर्स गर्ने इन्टर क्लिक ल हाम्रो कोर्स स्टार्ट भइसक्यो गाइज हजुरहरुको लागि चाहिँ मैले भनेर कति मेहनत गरेर यो प्लेटफर्महरु खोजेर भिडियो बनाएको छु सो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला ल हाम्रो कोर्स स्टार्ट भइसक्यो हेरौँ है त हल्का झलक ब्रायन यू ल स्टार्ट भइसक्यो यसरी चाहिँ एडएक्स बाट चाहिँ हामीले त्यो गर्न सकिन्छ सर्टिफिकेट पनि देखाइराछ यो चाहिँ पैसा तिर्नुपर्छ हम अफोर्ड नहीं कर सकते रहम करो हमें नो 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 सो यसरी एक्सेस गर्ने हो नेक्स्टमा क्लिक गरौँ सो एडएक्स देखि चाहिँ साइन्स अनि त्यसपछि टेक को बारेमा चाहिँ पढ्ने फ्रीमा पढ्न पाइन्छ कुनै पैसा लाग्दैन सो चेकआउट गर्न नभुल्नु होला लिस्टको 5th नम्बरमा रहेको छ एचपी लाइफ कोर्सेस एचपी कम्पनीले चाहिँ कोर्सेसहरु फ्री अनलाइन कोर्सेसहरु प्रोवाइड गर्ने गर्छ सो गुगलमा जाने अनि त्यसपछि एचपी लाइफ कोर्सेस भनेर सर्च गर्ने देख्न सक्नुहुन्छ हजुरहरुले एआई फर बिगिनर एजाइल प्रोजेक्ट म्यानेजमेन्ट अनि त्यसपछि बिजनेस इमेल कस्टमर एक्सपिरियन्स यसमा पनि धेरै राम्रो कोर्सेसहरु छन्
चेकआउट गर्नु नभुल्नु होला। कोर्सेसहरू चाहिँ कम्युनिकेसनमा डिजिटल बिजनेस स्किल अनि अन्टरप्रेन्योरसिप, फाइनान्स, मार्केटिङ, अपरेसन र प्रोफेसनल डेभलपमेन्टमा रहेछन्। एकचोटि अनि डिजिटल बिजनेस स्किलमा हेरौँ कुन कुन छन्। AI फर बिगिनर, कस्टमर एक्सपिरियन्स, introduction to cyber security awareness, data science and analytics, introduction to digital business skill योमा चाहिँ रहेछन्। एकचोटि AI फर बिगिनर क्लिक गरेर हेरौँ है। यसमा चाहिँ त्यति धेरै कोर्सहरू चाहिँ पाउन सकिन्न, बट धेरै इम्पोर्टेन्ट कोर्सहरू चाहिँ छन्। यसमा चाहिँ यसको एउटा राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि चाहिँ सिकिसकेपछि चाहिँ हाम्रो कोर्स फिनिस गरिसकेपछि चाहिँ एचपीले चाहिँ एउटा कोर्स दिन्छ के। सो चेक इट आउट गाइज। अनि हाम्रो फाइनल मैले हजुरहरूलाई एउटा बोनस वे पनि दिन्छु भनेको थिएँ, त्यो चाहिँ हो हाम्रो लिङ्क्डइन लर्निङ। गुगलमा जाने अनि लिङ्क्डइन लर्निङ भनेर सर्च गर्ने अनि त्यसपछि अल अनलाइन कोर्सेस लिस्ट यसमा क्लिक गर्ने। लिङ्क्डइन एकाउन्ट बनाउनु भयो भने त्यतिकै डाइरेक्ट एकाउन्ट खोल्ने भइहाल्छ। अनि कोर्सेसहरू देख्न सक्नुहुन्छ हजुरहरूले। केमा रहेछ त भन्दाखेरि कोर्सेस एक्सपर्ट टिप्स फर एन्सरिङ कमन इन्टरभ्यू हुन्छ। यो चाहिँ बेसिकल्ली जब अनि त्यसपछि इन्टरभ्यू क्र्याक गर्न रिलेटेड कोर्सेसहरू छन्। एआईमा पनि छ, व्हाट इज जेनरेटिभ एआई, अनि त्यसपछि छ यानी टाइम म्यानेजमेन्टमा रहेछ। बिजनेस अनि त्यसपछि जब इन्टरभ्यू रिलेटेड कोर्सहरू थुप्रै छन् यसमा पनि। एकचोटि हेरेर हजुरहरूको इन्ट्रेस्ट अनुसार 5 देखि 6वटा वे भनिदिएको छु। अनि कुन हजुरहरूको रिक्वायरमेन्टसँग कुन म्याच गर्छ त्यही प्लेटफर्ममा जाने अनि सिक्ने। मैले जानेको तरिका चाहिँ यति नै थियो। हजुरहरूलाई अरू कुनै नयाँ तरिका थाहा छ भने एकअर्कामा सेयर गर्न नभुल्नुहोला र कमेन्टमा हजुरलाई थाहा भएको कुनै ई-लर्निङ प्लेटफर्म छ भने त्यसको बारेमा कमेन्टमा लेख्नुहोला। अनि फाइनल्ली जाँदा म के भन्न चाहन्छु त भन्दाखेरि अहिले हामी सबैसँग उत्तिकै अपर्च्युनिटी छ, कोही भन्दा कम छैन र यो अपर्च्युनिटीलाई कसरी राम्रोसँग युज गर्ने भन्ने हाम्रो हातमा छ। र कुनै पनि कुरा अहिलेको यो जमानामा सिक्नलाई कलेज नै जानुपर्छ, डिग्री नै ल्याउनुपर्छ र महँगो फी तिरेर कोर्स किनेर पढ्नुपर्छ भन्ने छैन। सिम्पली हामीले इन्टरनेटदेखि फ्री रिसोर्सेसहरू युज गरेर जे पनि सिक्न सकिन्छ। मेरो फ्यामिलीले त अफोर्ड गर्न सक्दैन अनि मैले त त्यत्रो फी कसरी तिर्न सक्छु र भन्ने जमाना गइसक्यो। अहिले फ्री रिसोर्सेसहरू जति पनि छ, सो त्यो फ्री रिसोर्सेसको कसले कति फाइदा उठाउन सक्छ भन्ने त्यो मान्छेमा डिपेन्ड गर्छ। सिम्पली हामीलाई चाहिएको एउटा क्युरियस माइन्ड, इन्टरनेट कनेक्सन र स्मार्टफोन।
सो यही नै थियो आजको भिडियो। हजुरहरूलाई कस्तो लाग्यो अनि कमेन्टमा फिडब्याक दिन नभुल्नु होला र आउने दिनमा मैले कस्तो टपिकमा कुन टपिकमा भिडियो बनाउँदा ठिक होला, हजुरहरूलाई यो टपिकमा भिडियो बनाइदिए राम्रो हुन्थ्यो भन्ने कुनै त्यस्तो टपिक छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। So this much for today. Finally, I want to say keep growing, keep enjoying, keep learning, and stay tuned for my next masterpiece. Till then,